सो हाम्रो नेक्स्ट क्वेसन भनेको यहाँ राइट अ प्रोग्राम इन सी ल्याङ्ग्वेज टु डिस्प्ले एभरेज अफ 5, 9 एन्ड 12। यो 5, 9 र 12 जुन छ यसको एभरेजलाई देखाऊ भनेर आएछ। ओके, यसलाई गर्नको लागि के गर्ने हामी सिम्पली हामी यसको यो लाइब्रेरी लेख्नुपर्छ इन्क्लुड cgo h int main त्यसपछि कर्ली ब्राकेट हामीले नम्बर हो नम्बर त्यही भएर हामीले इन्ट इन्ट लेख्नु पर्यो। सो हामीले के गर्नु पर्यो भने यसलाई लेट गर्नु पर्यो 5, एलाई 5 मानौँ, बीलाई 9 मानौँ र सीलाई अब 12 मानौँ। एबिजी तपाईँहरू चाहनुहुन्छ भने एकैचोटि यसमा भ्यालु पुट गर्न सकिन्छ, मतलब फर्मुला जस्तो खालको लेख्न सक्नुहुन्छ। तर म के गर्छु भने अलिकति राम्रो क्लियर देखोस् भनेर चाहिँ म यहाँतिर यसरी देखाएको छु। ओके, सो एबिजी भनेको हाम्रो के हुन्छ एभरेज। एभरेज भनेको हामीलाई निकाल्नको लागि के हुन्छ भने यसको फर्मुला यस्तो हुन्छ ए प्लस बी प्लस सी। सो यसलाई के गरिदिने डिभाइड गरिदिने कतिवटा नम्बर छ 1 2 3, मतलब कि तिनवटा छ नि त नम्बर यसमा दिएको। सो त्यही भएर हामीले 3 लेख्नुपर्छ अनि त्यसपछि यसलाई क्लोज गरिदिने बाई सेमिकलम। त्यसपछि के लेख्ने युजरलाई देखाउने प्रिन्ट एफ गर्ने द एभरेज अफ 5, 9 एन्ड 12 इज पर्सेन्ट डी। यो जुन पर्सेन्ट डी छ के हो, यो पर्सेन्ट डी हामीलाई के को चाहिएको छ एभरेजको चाहिएको छ एबिजी। सो अन्तिम गराउने रिटर्न 0 कन्ट्रोल एस F11 अनि यहाँ हाम्रो एभरेज हुनेछ 8 हुनेछ। अब क्यालकुलेटर पनि गर के हुन्छ भने 8 हुन्छ। जो कि गरौँ मतलब कि यस्तो खालको हुन्छ क्यालकुलेटर। सो क्यालकुलेटरबाट गर्दाखेरि के हुन्छ 5 प्लस 9 प्लस 12 गर्दाखेरि कति 26 आयो डिभाइडेड बाई 8 गरिदिने कति आयो ए सरी के गर्छ यार 5 छ प्लस 9 प्लस 12 गरेर 26 आयो डिभाइडेड बाई 3 गरिदिने कति आयो 8.667। सो हामीलाई के लेखिरहेछ भने इन्टिजर्स हामीले इन्ट लेखिरहेछौँ, त्यही भएर यो पोइन्टको अगाडि आइरहेछ। यदि तपाईँहरूलाई पछाडि पनि देखाउनु छ भने के गर्ने हो भने सिम्पली यसलाई कहीँ पनि कीमा नभइदिने सिम्पली के गर्नु भने इन्टिजर्स इन्टको जग्गातिर हामी एफएलओएटी फ्लोट लेख्छौँ। त्यसपछि हाम्रो के हुन्छ भने पर्सेन्ट डी छ, पर्सेन्ट डीको जग्गातिर पर्सेन्ट एफ हुन्छ। कन्ट्रोल एस गराइदिने F11 दबाइदिने। सो यसरी हाम्रो यो आउँछ। यदि तपाईँलाई यो जुन फ्लोट दिएको छ यसको सिर्फ दुईवटा मात्रै पोइन्ट चाहियो, पोइन्ट पछाडिको सिर्फ दुईवटा मात्रै नम्बर चाहियो भने के गर्नु भने सिम्पली यो जुन छ पर्सेन्ट एफ जुन पर्सेन्ट छ त्यो दुईवटाको बिचमा पोइन्ट 2 लेखिदिने। ओके, पोइन्ट 2 लेखिदिने कन्ट्रोल एस गरिदिने अनि त्यसपछि F11 दबाइदिने। सो यसरी के भयो भने 8को पछाडि 8 पोइन्टको पछाडि के आयो 6 7, जो कि मतलब कि दुईवटा नम्बर मात्रै आइरहेछ। सो यसरी हामीले पोइन्टलाई घटाउन सकिन्छ। यदि तपाईँले फ्लोट युज गर्दै हुन्छ भने यसरी छोटो हुन्छ र यो पनि एक्युरेट खालके जति हुन्छ। ओके, सो यसरी हाम्रो यो पनि क्वेसन सक्यो।